होइन मान्छेहरूले ढिँडो कस्तो मजाले खान्छ है। मैले त अस्ति एउटा रेस्टुरेन्टमा गएर क्या त सिक्किम रेस्टुरेन्टमा गएर ढिँडोमा के कुखुराको मासुमा ढिँडो दिएको त एक पनि हाल्नु सकिनँ। यसो मलाई त मिठै लागेन। अरूहरूले किन मिठो गरेर खाएको घिउ पनि हालिदिइरहेको हुन्छ है। मलाई त पटक्कै म त बिल्कुलै खानु सकिनँ है। तपाईँ त मिठो मान्दै खान्छ त हौ। अन्त कसरी खान्छ हौ? म त सकिनँ ढिँडो खानु त। मैले कहिले पनि खाएको छुइनँ। ढिँडो कसरी बनाउँछ थाहा पनि छैन, कसरी खान्छ त्यो पनि थाहा छैन। अन्त अरे मान्छेहरूले त आम्मामाम कम्ता मजाले खाँदैन। नखाएर होला हौ त्यो आदत नभएको है। खाइरहनेलाई चाहिँ आदत हुन्छ नि त होइन। कहिले त खाएको छुइनँ। अन्तखेरि त्यो घरमा आमा बाबालाई पनि थाहै त छैन होइन ढिँडो कस्तो हुन्छ भन्ने। अन्त हामीलाई चाहिँ के थाहा हुन्छ त्यो ढिँडोको बारेमा होइन। अन्त तर अरूहरूले मजाले खाएको देखेर चाहिँ मिठो लाग्छ।